नमस्कार, सबैलाई स्वागत छ। अब मेरो एक अर्को अघि अघि एउटा भिडियो आइसकेको छ र अब अर्को यो साधारण ब्याचकै एउटा नयाँ क्वेसन लिएर आएको छु। यो क्वेसन राम्ररी हेरेर यो चाहिँ विशेष गरी कोशी प्रदेशमालाई चाहिँ सोध्ने सम्भावना भएको क्वेसन हो, किनभने साधारण ब्याच मात्रै सोध्छ। कोशी प्रदेशमा चाहिँ यो एकदम इम्पोर्टेन्ट क्वेसन छ, त्यस कारणले अहिले लिएर आएको छु। क्वेसन राम्ररी पढ्नु होला। ल अब हामी स्टार्ट गरौँ है त। समाधान। त्यस पछाडि कुनै वार्षिक कति प्रतिशत साधारण ब्याज दरले ब्याज मूलधनको 4/5 भाग हुन्छ भनेको छ। के को हामीले जहिले पनि मान्दा के भन्दा भनौँ अथवा के को भनौँ भने त्यसलाई नै मान्छौँ। हामी यहाँ के को भनेको छ, मूलधनको भनेको छ। त्यस कारण हामी मूलधनलाई नै एक्स मान्छौँ। मूलधनलाई प्रिन्सिपल भनिन्छ, पी इक्वल टु एक्स मानौँ। ल अब वार्षिक भनेकोले त समय कति भयो, समय टी भनेको 1 वर्ष हो, वार्षिक भनेपछि त 1 वर्ष हो। त्यसो भए अब हामीलाई ब्याज चाहिँ के हो भनेको छ, ब्याज आई भनेको चाहिँ एक्सको कति भाग गरे त भन्दाखेरि 4/5 भाग। ल यो भए 4x/5। अब हामीलाई पी पनि आयो, टी पनि आयो, आई पनि आयो। त्यस कारणले अब हामीले के निकाल्नुपर्छ, ब्याज दर निकाल्नु चाहिँ साह्रै सजिलो क्वेसन छ। ब्याज दर आर इक्वल टु वाट। ल फर्मुला छ आर इक्वल टु आई इन्टु 100 का मुनि पी आर भनेको कति छ त 4x/5 इन्टु 100 का मुनि पी भनेको कति छ, पी भनेको एक्स छ इन्टु के अरे टी भनेको 1 छ। अब यो एक्स र यो एक्स क्यान्सल गर्न पाइन्छ। अब यहाँनिर लेखौँ, त्यसो भए बराबर कति भयो, 4 इन्टु 100 का मुनि 5। यो भनेको कति भयो भन्दाखेरि 20 भयो। 20 चौको 80। त्यस कारण वार्षिक 80% ब्याज दरले कुनै मूलधनको ब्याज 4/5 भाग हुने रहेछ। साँच्चै सजिलो छ क्वेसन चाहिँ, साह्रै सजिलो छ। तर यसको एन्सर चाहिँ अलिक अप्ठ्यारो हुनसक्छ। कसरी गर्ने भन्ने कुरामा चाहिँ झुक्किनु भएन। जेको भनिन्छ त्यसलाई नै एक्स मान्नुपर्छ। यो मूलधनको भने चाहिँ मूलधनको एक्स मान्ने हो। कहिले मिश्रधनको भन्छ मिश्रधनको एक्स मान्ने, कहिले ब्याजको भन्छ ब्याज भने ब्याजलाई एक्स मान्ने। जे भनेको छ त्यसलाई एक्स मान्नुपर्छ। त्यसो भए यहाँ हामीले मूलधनलाई एक्स मानिहाल्यौँ, समयलाई 1, किनभने वार्षिक भनेको छ भने चाहिँ त प्रति वर्ष हो। प्रति वर्ष भनेको 1 वर्ष हो। ब्याज भनेको यक्सको कति भाग हुन्छ, 4/5 भाग हो। त्यसमा यति भाग भयो। त्यसपछि यस फर्मुला छ, त्यसले यसरी एन्सर निस्किन सकिन्छ।